Hello everyone, welcome to our channel. So today we are going to learn हाम्रो एकदमै सोधिराख्ने एकदमै रिपिटेड क्वेसन हामी आज गर्न गइरहेछौँ। यो चाहिँ आज हामी डेरिभेसन गर्दैछौँ हाम्रो हैन डेरिभेसन गर्दैछौँ। 3 मार्क्सको लागि एकदमै इम्पोर्टेन्ट छ यो डायनामिक्स भित्रबाट र 11 को लागि एकदमै इम्पोर्टेन्ट छ त 11 बोर्डको लागि है त। ओके, अब आजको हाम्रो टपिक के छ भने प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टम छ। फसुरु यस्तो कुनै पनि कुराको तिमीले केही कुरा थाहा पाउनु छ भने फसुरु की पोइन्ट चाहिँ हाम्रो हेडलाइनमै हुन्छ। अब कसरी बुझ्ने भने लिनियर मोमेन्टम त थाहा नै छैन हैन त हामीलाई। पहिलो सुरु मोमेन्टम भने हामीलाई थाहा नै छ बच्चैदै मास इन्टु भेलोसिटी भनेर। अनि मोमेन्टमको अर्को काम के छ भने कुनै पनि बडीलाई कि त मोसनमा लिएर आउनु पर्छ, कि त मोसनमा लिएर आउन सक्छ, कि त रेस्टमा। अनि एप्लाइन हाम्रो सर्टेन फोर्सले गर्दाखेरि कि त बडी मोसनमा आउँछ कि त हाम्रो रेस्टमा आउँछ भनेर बुझ्नु पर्यो। लिनियर मोमेन्टम भने एक्ट इन स्ट्रेट लाइन जस्तै एथलिटहरुको हेर त्यहाँ रनिङमा स्ट्रेट लाइन है त। अब कन्जर्भेसन भन्ने बित्तिकै हाम्रो कन्जर्भेसन अफ एनर्जी के पढिरहेको छौँ नि। कन्जर्भेसनको जताततै नि मिनिङ भने चाहिँ हाम्रो सेम अथवा कन्स्ट्यान्ट हुन्छ भन्छ। अब यसमा चाहिँ हामीले प्रुफ गर्ने भने चाहिँ टोटल लिनियर मोमेन्टम बिफोर कोलिजन इक्वल टु टोटल लिनियर मोमेन्टम आफ्टर कोलिजन भनेर प्रुफ गर्ने हो हाम्रो। ओके, अब स्टेटमेन्ट हाम्रो बुझौँ। इट स्टेट द्याट इन द एब्सेन्स अफ हेर यहाँ एक्सटर्नल फोर्स छ, इन्टरनल फोर्सको कुरा गरेको छैन है। एक्सटर्नल फोर्समा तिमीले इन द एब्सेन्स अफ एक्सटर्नल फोर्स द टोटल लिनियर मोमेन्टम अफ सिस्टम रिमेन्स कन्स्ट्यान्ट भन्छ। अब कसरी रिमेन्स कन्स्ट्यान्ट हुन्छ भने फर्स्ट त न्युटन सेकेन्ड लबाट जाउँ। न्युटन सेकेन्ड लले भन्छ रेट अफ चेन्ज अफ लिनियर मोमेन्टम चाहिँ डाइरेक्ट प्रोपोर्सनल हुन्छ भनेर डिपी बाई डिटी भन्छ नि, डिपी बाई डिटी भन्छ। अब एक्सटर्नल फोर्स चाहिँ 0 भयो भने डिपी बाई डिटी हुन्छ। अनि भन्देऊ त मलाई के को डेरिभेटिभ चाहिँ 0 हुन्छ भन्देऊ, के को डेरिभेटिभ 0 हुन्छ, कन्स्ट्यान्टको राइट हो। पी भनेको हाम्रो कन्स्ट्यान्ट यसरी आयो के हो। यसरी बुझ्नको लागि चाहिँ हाम्रो पी भनेको कन्स्ट्यान्ट यसरी आयो भनेर बुझ्न सक्छौँ। अब एक्जाममा चाहिँ तिमीले कहाँदेखि कहाँसम्म लेख्नु पर्यो भने फर्स्ट प्रिन्सिपल अफ कन्जर्भेसन अफ लिनियर मोमेन्टमको यो स्टेटमेन्ट दिने। स्टेटमेन्ट गरेपछि डाइरेक्ट हामी यहाँ आउने। त्यो माथिको न्युटन सेकेन्ड ल अफ मोसन चाहिँ थोरै अलिकति बुझेको मात्रै राम्रो है त। अब यहाँदेखि सुरु हुन्छ है त हाम्रो कहानी, यहाँदेखि सुरु हुन्छ है त। फर्स्ट सुरु दुईवटा बडी छ ए र बी। मास हाम्रो m1 छ, m2 छ, u1 भेलोसिटी छ, u2 भेलोसिटी छ। सच द्याट u1 इज अलवेज ग्रेटर देन u2, किनभने कोलाइड हुनको लागि u1 चाहिँ जहिले नै ठुलो हुनुपर्छ। अब u2 ठुलो भइदियो भने त कोलाइडै हुन सक्दैन नि त राजा। त्यही भएर हामी के बुझ्नु पर्यो भने u1 इज अलवेज ग्रेटर देन u2 भनेर बुझ्नु पर्यो। ठिक छ, ठिक छ। अब ल्याङ्ग्वेज आफैले लेख्न सक्छ है त। दुईवटा बडी छ होइन। अफ मासेस हाम्रो m1 एन्ड m2 छ। विथ भेलोसिटी कुदिरहेछन् कतिले u1 र u2 भेलोसिटीले। सच द्याट u1 इज अलवेज ग्रेटर देन u2 भन्छ। अनि आफ्टर सम टाइम पछि त्यहाँ के हुन्छ, कोलाइड इच अदर हुन्छ, कोलाइड इच अदर। त्यसपछि स्मल चेन्ज इन इन्टरभल अफ टाइम हुन्छ। स्मल चेन्ज इन्टरभल अफ टाइममा चाहिँ हाम्रो कोलाइड हुन्छ है त। अनि कोलिजनमा हुँदाखेरि के हुन्छ भने फोर्स यसले चाहिँ हाम्रो चेन्ज इन लिनियर मोमेन्टम अफ बी चाहिँ चेन्ज गरिदिन्छ भन्छ। कसरी चेन्ज गर्छ भने फोर्स एप्लाइड गर्ने बित्तिकै हाम्रो भेलोसिटी चेन्ज हुन्छ। बीको भेलोसिटी चेन्ज हुने बित्तिकै हेर यहाँ लिनियर मोमेन्टम चेन्ज हुन्छ। जसरी फोर्स बीले नि भेलोसिटी ए को चेन्ज गराइन्छ, भेलोसिटी ए चेन्ज हुने बित्तिकै हाम्रो लिनियर मोमेन्टम नि के अरे मोमेन्टम नि चेन्ज हुन्छ। किनभने मास इन्टु भेलोसिटी हो नि त पी भनेर। अब भेलोसिटी नै चेन्ज भयो भने यो मोमेन्टम नि चेन्ज हुन्छ नि त होइन। पी भनेर फेरि के जस्तो लाग्ला भने मोमेन्टम हो है, यो चाहिँ मोमेन्टम हो है, मोमेन्टम। ओके, अब आफ्टर कोलिजनमा हाम्रो v2 इज अलवेज ग्रेटर देन v1 भनेछ भाग्नको लागि होइन। v2 इज अलवेज ग्रेटर देन v1 भनेछ। अनि यो चाहिँ अहिले हामीले के भनेको थियो, लिनियर मोमेन्टम भनेको थियो नि। लिनियर भने स्टेटमा क्या हेर त्यहाँ यो स्टेट लाइनमा छ नि, त्यही भएर लिनियर मोमेन्टम भने। अनि यो एउटै डिरेक्सनमा छ कि छैन, हो डिरेक्सन नि एउटै छ। अनि हाम्रो यो अब यतिसम्म त हामीलाई थाहा नै बुझ्यो होइन। अनि त्यो क्वेसनले चाहिँ के सोध्छ भने कोलाइड भएपछि चाहिँ हाम्रो कमन भेलोसिटीले कुदिरहेछ भने जहिले नि v1 र v2 भने v भनेर लेट गर्ने होइन। अनि यो अब एउटै डिरेक्सनमा लाग्नु पर्ने भन्ने जरुरत छैन नि होइन। कोलाइड भएपछि अपोजिट डिरेक्सन आयो भने हाम्रो जहिले नि माइनस साइन गर्ने, माइनस युज गर्ने, माइनस v1 अथवा माइनस v2 युज गर्ने हो। यसरी गर्न सक्छौँ, न्युमेरिकलमा यसरी बुझ्न सक्छौँ। अब फर्स्ट लिनियर मोमेन्टमको फर्मुला भनेको हाम्रो के हुन्छ भने मास इन्टु भेलोसिटी भनेर बुझ्नु पर्यो। मास इन्टु भेलोसिटी भन्नु पर्यो। अब फर्स्ट टोटल लिनियर मोमेन्टम भयो। त्योभन्दा अगाडि चाहिँ हाम्रो इनिसियल लिनियर मोमेन्टम अफ ए र बी निकालौँ न। ए को मास भनेको m1 u1 भेलोसिटी m2 u2 है त। अब m1 u1 लेख्यो, m2 u2 लेख्यो। अनि एउटा के कस्तो गर्छ भने
यो टोटल लिनियर मोमेन्टम बिफोर कोलिजन भनेको छ नि, यो चाहिँ किन यो m1u1 प्लस m2u2 हुन्छ भने m2u2 किन हुन्छ भने यो चाहिँ एउटै डिरेक्सनमा लाए हुन्छ नि, त्यही भएर एउटै डिरेक्सन लाएपछि हाम्रो कन्जर्भ गरेर हाम्रो टोटल लिनियर मोमेन्टम बिफोर कोलिजन भने चाहिँ हाम्रो m1u1 प्लस m2u2 भन्छ। एउटै डिरेक्सन छ, त्यही भएर m1u1 प्लस m2u2 भन्छ। यसरी नै अब फाइनल लिनियर मोमेन्टम अफ ए भनेको m1v1 m2v2 हो, फाइनल लिनियर मोमेन्टम अफ बी भनेको। अनि एलएम भने चाहिँ के अरे लिनियर मोमेन्टम भयो, लिनियर मोमेन्टम भयो। फेरि के लेखाए जस्तो लाग्यो, लिनियर मोमेन्टम सर्टकटमा लेखायो हो कि लिनियर मोमेन्टम हो है, यसरी लेख्न सक्छौँ। टोटल लिनियर मोमेन्टम बिफोर कोलिजन भने m1u1 प्लस m2u2, अनि यो भने चाहिँ m1v1 प्लस m2v2। अब हामीलाई अहिले प्रुफ गर्नुपर्छ हेर है त, अहिले हामीलाई यही प्रुफ गर्नुपर्छ हेर है त। अब फर्स्ट भर्खर मैले के भने अरे, फोर्स तिमीले एप्लाइड गर्ने बित्तिकै भेलोसिटी चेन्ज भयो, बीको भेलोसिटी चेन्ज हुने बित्तिकै हाम्रो के हुन्छ भने रेट अफ चेन्ज अफ यो लिनियर मोमेन्टम नै चेन्ज हुन्छ भनेर बुझ्नु पर्यो। त्यही भएर चेन्ज इन लिनियर मोमेन्टम अफ ए, हेर त अब यो ए आउने बित्तिकै हाम्रो के हुनु पर्यो, फोर्स हाम्रो बीले लगाएको हो कि नै, लिनियर मोमेन्टम चेन्ज इन लिनियर मोमेन्टम अफ ए आउने बित्तिकै फोर्स बीले लगायो भने के बुझ्नु पर्यो भने फोर्स एले लगायो भने बीको लिनियर मोमेन्टम चाहिँ चेन्ज हुँदो रहेछ भनेर बुझ्नु पर्यो, किनभने भेलोसिटी चेन्ज हुन्छ नि त राजा, त्यही भएर है त। ओके, चेन्ज इन लिनियर मोमेन्टम अफ ए भनेको हाम्रो m1v1 माइनस m1u1 कसरी भने यहाँ हेर त्यहाँ यो यसरी के m1v1 ए पी ए को मात्रै कुरा गरौँ, ए र ए को मात्रै कुरा गरौँ न। चेन्ज भनेको फाइनल माइनस इनिसियल भनेर यसरी बुझौँ न, m1v1 माइनस m1u1 भनेर है, यसरी आयो त। अब चेन्ज इन लिनियर मोमेन्टम अफ बी भनेको डेल पिबी भने चाहिँ हाम्रो m2v2 माइनस m2u2 भनेर बुझ्नु पर्यो। अनि थाहा छ तिमीहरूलाई m1u1 के अरे हाम्रो यो थाहा छ तिमीहरूलाई न्युटन सेकेन्ड ल अफ मोसनले के भन्छ भन्थ्यौ त, अहिले भर्खर हेर त फोर्स भने चाहिँ डाइरेक्ट प्रोपोर्सनल टु हाम्रो रेट अफ चेन्ज अफ लिनियर मोमेन्टम भन्छ। अनि अहिले भर्खर हामीले के भनेको थियो भन्दा त फोर्स एप्लाइड ए को फोर्स एप्लाइड गर्ने बित्तिकै लिनियर मोमेन्टम बी को चाहिँ चेन्ज हुन्छ भनेर हामीले अहिले भर्खर कुरा गरिसकेका छौँ है त। अब फोर्स अब बीले लगायो भने लिनियर मोमेन्टम हाम्रो ए को चेन्ज हुन्छ भनेर बुझ्नु पर्यो। यसरी लेख्यो न्युटन एकोर्डिङ टु न्युटन सेकेन्ड ल अफ मोसन भनेर है। अनि त्यो पछि थर्ड ल कुरा आउँछ। थर्ड ल चाहिँ के हुन्छ, एभ्री एक्सनको हाम्रो इक्वल एन्ड अपोजिट रियाक्सन हुन्छ होइन। अनि यसरी भ्यालु पुटिङ गर्ने हो कि, अब त भ्यालु पुटिङ गर्ने अनि ट्याक अनि एन्सर निकाल्ने सकिहाल्यो कि, अब त सकिन्छ। एफए भने के हुन्छ, डेल पिबी बाई डेल टी, अनि यो चाहिँ यो एफपीको है त। अनि यो स्मल रेट अफ चेन्ज, यो रेट अफ चेन्ज यो कोलाइड हुँदाखेरि चाहिँ सेम स्मल यो चेन्ज अफ इन्टरभल टाइम चाहिँ सेम हुन्छ कि दुइटैको, त्यही भएर क्यान्सल भयो। त्यो पछि भ्यालु हाल्यो, त्यो पछि m2v2 माइनस m2u2 माइनस आएपछि ब्र्याकेट लाउनु पर्छ, अनि m1v1 माइनस m1u1 गरेर यसरी गर्न सक्छौँ। अब यो त सिम्पल अल्जेब्रा नै छ, यताउता लेख्ने, माइनसको यताउता आउने है त। अब यताउता लेखेपछि m1v1 प्लस m2v2 इक्वल टु m1u1 प्लस m2u2। अब अलिकति मिलाएर लेख्छौँ, m1u1 प्लस m2u2 इक्वल टु m1v1 प्लस m2v2, यसरी आयो। अहिले भर मैले के भनेको थिएँ हेर त्यहाँ, यहाँ भनेको थिएँ नि मैले यही आउनुपर्छ भनेर, आइकिया नि हेर त्यहाँ m1u1 प्लस m2u2 भनेको m1u1 प्लस m2u2 इक्वल टु m1v1 प्लस m2v2 भनेर यसरी आयो कि नै। भनेपछि टोटल लिनियर मोमेन्टम बिफोर कोलिजन भनेर टोटल लिनियर मोमेन्टम आफ्टर कोलिजन भनेर यसरी हामीले देखायौँ है त। एकदम इम्पोर्टेन्ट छ यो, 3 मार्क्सको लागि सोधिराख्ने क्वेसन हो। यसरी बुझ्यो भने चाहिँ सजिलो हुन्छ। र अब न्युमेरिकलहरू नि हो यसरी नै, अहिले मैले भनेको थिएँ न्युमेरिकलहरू की पोइन्टहरू हो त्यसरी गऱ्यो भने एकदमै सजिलो हुन्छ, र 3 मार्क्समा 3 मार्क्स चाहिँ हामीलाई लिएर आउन सजिलो हुन्छ है त। सो द्याट्स मच फर टुडे, थ्याङ्क यू।